पत्याउनु हुन्न होला तर यो ठाउँ बालाजुबाट 18 मिनेटमै पुगिन्छ। यदि तपाईलाई पीसफुल अलिकति प्राइभेट स्पेस चाहिएको छ फुल अफ ग्रीनरी देन यु मस्ट विजिट जोरबा द बुद्ध रेस्टुरेन्ट एट ओशो तपोवन इन नागार्जुङ हिल्स। आई मीन लुक एट दिस भ्यू। फर्स्टमा चाहिँ हामी चिया खायौं अनि एकछिन रेस्टुरेन्टमा रिल्याक्स गरेर बस्यौं। तपाई यता आएको बेला ओशो तपोवन घुम्न पनि सक्नुहुन्छ। ओशो तपोवन चाहिँ एउटा रिट्रिट सेन्टर। यता धेरै टाइप्स अफ मेडिटेसनको प्र्याक्टिस हुन्छ। तपाई साइलेन्टली यो एकदम स्पिरिचुअल सेन्टर घुम्दै आनन्दको वातावरणमा एकछिन ध्यान गरेर बस्न पनि सक्नुहुन्छ। अब ब्याक टु जोरबा रेस्टुरेन्ट। यता भेराइटिज अफ फुडहरू मेन्युमा पाउनुहुन्छ। हामीले चाहिँ पोटेटो वेजेसदेखि साँधेको मोमो, ठ्याक्कै मिटको टेक्सचर बट भिगन, शीतन चिलदेखि मसरुम चिज पिज्जा टु शीतन छोइला ट्राई गर्यौं। अनि साँच्चै दिस इज अ भेजिटेरियन रेस्टुरेन्ट। आफ्नो बडीलाई कहिलेकाहीँ त शुद्ध पनि त राख्नु पर्यो। जे होस् यता आएर काठमाडौँ फर्किँदा चाहिँ पिस अफ माइन्ड चाहिँ डेफिनेटली पाउनुहुन्छ।